नेपालमा आपसी सहमतिमा सम्बन्ध विच्छेद कसरी गर्ने? 2 दिनमा सम्पन्न हुने सम्बन्ध विच्छेदको प्रक्रिया के हो? नमस्ते। आजको यो भिडियोमा हामी नेपालमा आपसी सहमतिमा 2 दिनमै सम्बन्ध विच्छेद कसरी गर्ने, आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्नको लागि आवश्यक कागजातहरू के हुन् तथा आपसी सहमतिमा सम्बन्ध विच्छेदको लागि आवश्यक प्रक्रियाको सम्बन्धमा चर्चा गर्दैछौँ। सर्वप्रथम सम्बन्ध विच्छेद भनेको के हो? औपचारिक तथा कानुनी रूपमा पति-पत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य हुनुलाई सम्बन्ध विच्छेद भनिन्छ। नेपालको प्रचलित कानुन अनुसार पति र पत्नी दुवैजनाले आपसी सहमतिमा जहिले सुकै पनि सम्बन्ध विच्छेद गर्न सक्दछन्। यस्तो सम्बन्ध विच्छेदलाई आपसी सहमतिमा हुने सम्बन्ध विच्छेद अर्थात् म्युचुअल कन्सेन्ट डिभोर्स भनिन्छ। अब कुरा गरौँ आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्नका लागि आवश्यक शर्तहरू के हुन्। सम्बन्ध विच्छेद गर्न पति र पत्नी दुवैजनाको आपसी सहमति हुनुपर्दछ। सम्बन्ध विच्छेद गर्दा दुवैजना अदालतमा उपस्थित हुनुपर्ने हुन्छ। कुनै एक पक्ष वा दुवै पक्ष अदालतमा उपस्थित हुन नसक्ने अवस्थामा निजको तर्फबाट अन्य व्यक्तिलाई अधिकृत वारिसनामा दिई अधिकृत वारिसनामा लिने व्यक्ति उपस्थित हुनुपर्दछ। अंश लिने वा नलिने, अंश लिने दिने अवस्थामा सम्पत्तिको बाँडफाँड के कसरी गर्ने, नाबालक छोराछोरी भएको अवस्थामा निजहरू तथा निजहरूको अंशभाग कसको जिम्मामा रहने, निजहरूको पालन पोषण कसले गर्ने लगायतका विषयमा आपसी सहमति हुनुपर्दछ। अब कुरा गरौँ आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्नका लागि आवश्यक कागजातहरू के हुन्। नम्बर 1 दुवै पक्षको नागरिकता प्रमाणपत्र, विदेशी नागरिकको हकमा सम्बन्धित व्यक्तिको पासपोर्ट। नम्बर 2 विवाह दर्ताको प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र नभएको अवस्थामा विवाहको अन्य प्रमाण। नम्बर 3 2 प्रति पासपोर्ट साइज फोटो। नम्बर 4 आपसी सहमतिमा तयार पारिएको संयुक्त निवेदन पत्र र मिलापत्र। नम्बर 5 बालबच्चा भएको अवस्थामा निजहरूको जन्म दर्ता प्रमाणपत्र। नम्बर 6 अधिकृत वारिसनामा, यदि अधिकृत वारिसनामा मार्फत सम्बन्ध विच्छेद गर्ने अवस्थामा। अब अदालती प्रक्रिया र केही महत्त्वपूर्ण जानकारीहरूको बारेमा चर्चा गरौँ। आपसी सहमतिमा हुने सम्बन्ध विच्छेद 2 दिनमा सम्पन्न हुन्छ। पहिलो दिन पति वा पत्नी मध्ये कुनै एक पक्षले सम्बन्धित जिल्ला अदालतमा फिराद पत्र दर्ता गर्नुपर्ने हुन्छ। दोस्रो दिन अर्को पक्षले प्रत्युत्तर पेश गर्नुपर्ने हुन्छ। सोही दिन दुवै पक्षको संयुक्त निवेदन पत्र र 3 प्रति मिलापत्र पेश गर्नुपर्ने हुन्छ। उक्त संयुक्त निवेदन पत्र र मिलापत्रमा पक्षहरू सम्बन्ध विच्छेद गर्न मन्जुर भएको बेहोराको साथसाथै दुवै पक्षहरू बीच सहमति भएका विषय तथा शर्तहरू उल्लेख भएको हुन्छ। यसरी आवश्यक सम्पूर्ण कागजात पेश भए पश्चात सम्बन्धित अदालतबाट सम्बन्ध विच्छेद गर्न उपयुक्त देखिएमा मिलापत्र मार्फत सम्बन्ध विच्छेद हुन्छ। सम्बन्ध विच्छेदको प्रमाणपत्र सम्मानित अदालतबाट सम्बन्ध विच्छेद हुने गरी मिलापत्र भए पश्चात पति वा पत्नीले सम्बन्धित ओडा कार्यालयमा सो बेहोराको जानकारी गराए पश्चात ओडा कार्यालयले सोको अभिलेख राखी आवश्यक प्रक्रिया पूरा गरी ओडा कार्यालयबाट सम्बन्ध विच्छेदको प्रमाणपत्र प्रदान गरिन्छ। पति वा पत्नी मध्ये दुवै पक्ष ओडा कार्यालयमा उपस्थित भई उक्त कार्य गर्न असमर्थ भएमा अधिकृत वारिसनामा मार्फत समेत उक्त कार्य गर्न सकिन्छ। धन्यवाद।